हेलो नमस्ते सबैजनालाई। आज म चाहिँ नेपालको सबैभन्दा सुन्दर बाटो अर्थात् बीपी राजमार्गको यात्रामा छु। बीपी राजमार्ग भन्ने बित्तिकै सबैजनालाई थाहा नै होला हैन। यो चाहिँ काठमाडौँदेखिबाट सिन्धुली हुँदै बर्दिवाससम्मको जसमा 158 किलोमिटर यात्रा रहेको छ, जसलाई चाहिँ जापान सरकारले 2053 सालमा निर्माण सुरु गरेको थियो। अहिले चाहिँ म काठमाडौँ अर्थात् पेप्सी खोला एयरपोर्ट पछाडिबाट चाहिँ मेरो यात्रा सुरु गरेको छु, जुन चाहिँ भक्तपुर सानोटिमी हुँदै सूर्यविनायक बनेपा धुलीखेल हुँदै जान्छ हैन। ल है त सेउ गाइस बाटोतिर भेट्दै गरौँला है त। सूर्यविनायक चोकसम्म चाहिँ बाटो एकदम राम्रो छ हैन, जुन यो भक्तपुरको चाहिँ त्यहाँदेखि यता भनेको चाहिँ तपाईको चाहिँ लास्टै बाटो खत्तम छ कि बनेपाको, जुन अहिले बाटो निर्माण कार्य हुँदैछ। बाटो बनाउन लागेको कारणले गर्दाखेरि चाहिँ एकदमै खत्तम बाटो छ कि यस्तो धुलो पनि त्यस्तै खत्तम कि अब कुरै नगरौँ, यति यो लेभलको बाटै अब कुरै नगरौँ। यो बाटोको चाहिँ धुलो खान मन छैन भने चाहिँ भक्तपुरबाट सिधै नाला हुँदै बनेपा सिधै निक्लिन नि मिल्छ है। त्यो बाटो अर्को बाटो अप्सनको रूपमा त्यो बाटोलाई नि जान सकिन्छ। यो धुलीखेल बजारनिर चाहिँ यो पिच लगभग पिच भइसक्यो जस्तै अवस्थामा छ हैन। यो मेन लेन चाहिँ अब अलिअलि साइड सब लेनहरू चाहिँ बाँकी छ। यो चाहिँ धुलीखेल बजारमै चोकैमा हो, जुनमा यसबाट चाहिँ हामी चाहिँ दाहिने लागेर चाहिँ अब यो बीपी हाइवेको मेन बीपी हाइवे बाटोतिर चाहिँ लाग्दैछौँ है। यहाँनिर चाहिँ अलिकति जाम पऱ्यो, बसवालाले अलिकति डिस्टर्ब गरिदिएर जाम गरेर ट्राफिक दाजु पनि आउनुभएको थियो, भगाइहालेर मात्रै हो, नत्र चिट काटिन्थ्यो। अहिले म धुलीखेल बजारबाट दाहिनेतर्फ लागेर बीपी हाइवेतिर लागिसक्यो, अगाडि बढिसकेँ होइन। यो चाहिँ अलिक परसम्म चाहिँ राम्रै नै बाटो छ। जुन यो मेन लेन दुईवटा सब लेन दुईवटा चाहिँ पार्टेसन छुट्टाएर राख्दा यात्रालाई सहज गराउनको लागि चाहिँ हेरौँ अगाडिसम्म चाहिँ कस्तो छ बाटो है। अगाडि ठिकै होला जस्तै। अब रोसी खोलाले बाटो बिगारेको छ। 1 वर्ष अगाडि चाहिँ खत्तम बनाएको थियो, जुन पुरै बगाएर चाहिँ बगरै हिँड्न पर्ने बनाएको अरे होइन। अब हेरौँ कस्तो छ बाटो। अब यहाँ अहिले चाहिँ एकदम राम्रो, यो बाटो त बबाले भइहाल्यो। जुन रोसी खोला नआउन्जेलसम्मको बाटो चाहिँ एकदमै राम्रो छ। रोसी खोलादेखिको चाहिँ लगभग 8-10 किलोमिटरको एभरेजमा चाहिँ एकदमै खत्तम बाटो छ अरे भन्ने सुनेको छु है। सबैजनाले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। यात्राको रमाइलो पलहरू मैले सबैजनालाई बताउँदै गइहाल्छु। अहिले चाहिँ म ठ्याक्कै भकुण्डेबेसी बजार आइपुगेँ होइन। बजार चाहिँ जस राम्रै रहेछ यतातिर। यो सडक पनि एकदम विस्तार गरेर होइन, डबल लेन छुट्टाएको, पार्टिसन गरेर बाटो छुट्टाएर सडक एरिया मेन लाइनलाई चाहिँ पसलहरू पनि राम्रै रहेछ। यो बजार जस्तै फिल गराउने खालको रहेछ होइन। जब यो काठमाडौँबाट अलिक टाढा भए पनि राम्रो बजार रहेछ यहाँ। अब चाहिँ मेन भनेको यहाँ हो कि रोसी खोलाले चाहिँ गर्दाखेरि चाहिँ यो बाटो चाहिँ यहाँदेखिबाट चाहिँ माथिको बाटो पुरै बगाएछ होइन, बाटै छैन मासतिर। अब चाहिँ हामी सबै बगरै हिँड्नुपर्ने अवस्था छ र बगरको बाटोतिर अब ओह्रालो लाग्दैछौँ हामी। अस्ति एक वर्ष अगाडिको बाढीले गर्दाखेरि चाहिँ यो मेन बीपी हाइवेको चाहिँ अवस्था नाजुक बनाइदिएको रहेछ कि, सबै खोला बनाइदिएको कि मेन बाटो सब बगाएर बगर। यो बर्खाको लागि चाहिँ यो बाटो एकदम असुरक्षित मान्दैछु म चाहिँ होइन, किनकि अब सबै बगर छ। रोसी खोला भनेको एकदम माथिबाट आउने खोला हो कि। अब तपाईँको चाहिँ नर्मल्ली हिसाबमा हेर्दाखेरि पनि धेरै माथि पानी परिरहेछ भने चाहिँ तपाईँको चाहिँ तलतिर चाहिँ थाहा हुँदैन बाढी आउने भन्ने सङ्केत भन्ने त अब माथितिर पानी परेको। अनि तलतिर गाडी साडी आइरहेछ भने माथिबाट एक्कासी बाढी आयो भने चाहिँ बगर हिँड्दाखेरि बगाउन सक्ने सम्भावना चाहिँ धेरै हुन्छ। त्यो भएर यो बर्खाको मासमा चाहिँ यो बाटो एकदम रिस्की छ।
मैले चाहिँ अब रेस्ट गर्नलाई एकछिन रोकेको छु होइन। अब हेरौँ कति बेर बस्छु, एकछिन बसेर हो र अनि यहाँबाट निक्लिनुपर्छ पानी सानी खाएर। हात पुरै पसिनै पसिना भएको कि। म चाहिँ ठ्याक्कै यो सेती देवीको मन्दिरनिर आइपुगेको छु, जुन चाहिँ सिसाको राखेको छ नि त, भित्तामा सिसा ऐनाहरू जुन ल्याएर राखेको छ। यहाँ चाहिँ यहाँको मेन हो भनेको चाहिँ यो सिसा किन राख्यो भने चाहिँ तपाईँको पहिला एक्चुअली यो बाटो बनाउने क्रममा चाहिँ धेरै एक्सिडेन्टहरू भइरहने रे। अनि एकजनालाई चाहिँ माथा चढेर आएर चाहिँ यहाँ म सेती देवी हो, मलाई चाहिँ ऐना चाहिँ राख्यो भने त्यो एक्सिडेन्ट हुँदैन, अनि पूजा गरेर ऐना राख्यो भने त्यस्तो हुँदैन भनेर चाहिँ भने भए चाहिँ जसले पनि अब यसको नाममा कसैको नाममा केहीको नाममा चाहिँ यो ऐना ल्याएर चाहिँ जुनाउने गरेको रहेछ कि। यही भएर चाहिँ सेती देवी माईको लागि चाहिँ मिररहरू सबैले झुन्डाइदिएको हो कि यहाँ ल्याएर। सेती देवीको मन्दिरमा एकछिन रेस्ट गरेर होइन, पूजासुजा गरेर अब म पनि एकछिनमा निक्लिनुपर्छ, किनकि अब यहाँ टाइम धेरै छैन नि त। अब पुग्न पनि चाहिँ टाढै छ, एकछिन हेरेर होला निक्लिनुपर्छ है त। म चाहिँ यो पुलमा आइपुगेँ होइन। पुलबाट चाहिँ दुईतिर जाने बाटो रहेछ कि, दुईतिर एकतिर सिन्धुली गढी जाने, एकतिर चाहिँ घुर्मी कि के भन्ने त्यो के थियो त्यस्तै के जाने बाटो होइन, घुमी कि घुर्मी एकछिन हेरेर होला। अनि म चाहिँ त्यहाँबाट दाहिनेतर्फ लागेँ। बाटो चाहिँ बवालै छ, यस्तो बवाल बाटो होइन। त्यो बेलामा पनि यस्तो बाटो बनाएको भने चाहिँ धेरै राम्रो हो कि। बाटो त साँगुरो हो, साँगुरो बाटो भयो भने यस्तो बवाल बाटो छ क्या, बिग्रेला वर्ला होइन। जस्तै पहिरो सहिरो झर्ने वर्ने यस्तो त्यस्तो केही छैन कि। जस्तै यो नारायणघाट मुगलिनको बाटो छ नि, त्यो बाटोमा चाहिँ वर्षौँपछि कति पहिरो जान्छ क्या। यो हिसाबले यो बाटो बनायो भने त त्यहाँ पनि त पहिरो जान्न थियो होला नि त। यस्तो बवाल बाटो बनायो यार यो जापानले। त्यही हेरेर पनि सिक्नुपर्ने हो कि नेपाल सरकारले के गर्छ यार। फाइनल्ली म चाहिँ होइन सिन्धुली गढी जाने बाटो ठ्याक्कै त्यहाँनिर आइपुगिसकेको छु। यहाँ अगाडिदेखि यो गेट छ नि, गेटबाट चाहिँ सिन्धुली गढी जाने। अब म चाहिँ खासै रोकिनँ त्यहाँनिर। अब सिन्धुली गढी गइरहने अहिले फुर्सद छैन मेरो होइन, मेन एक्सप्लोरको लागि हिँडेको हो नि त। अनि त्यही भएर हेरौँ अब बाटो हेर्दै जाउँ। पानी पर्ला जस्तो मौसम पनि त्यस्तै छ नि त, त्यही भएर यहाँ चाहिँ यो सेल्फी डाँडा भन्नेमा आइपुगेको छु म चाहिँ। यहाँ चाहिँ टक्क सेल्फी लिने भने होइन, यताउता खाजासाजा खानालाई ओर्ला बवाल छ। यहाँ अगाडिको यो देखिएको चाहिँ यो जापान सरकारले यो पहिरो रोकथामको लागि बनाइदिएको हो कि यो चाहिँ। है एकछिन रेस्ट गर्छु, रोकेर गएर हेर्छु होइन भाइ त।
अब यहाँनिर चाहिँ होइन पेन्टिङको काम भइरहेको रहेछ, यो आर्टको काम भइरहेको जस्तै पहिला गोर्खाली सेनाले चाहिँ सिन्धुलीमा गढीमा चाहिँ कसरी लडेर चाहिँ जितेको थियो भनेर होइन गोर्खाली सेनाहरूको चाहिँ यो बनिरहेको रहेछ कि हाम्रो यहाँ दाजुहरूले चाहिँ बनाइरहनु भयो, बवाल बनाइरहनु भयो। यो कस्तो बवाल देखिरह है। यो बिबी राजमार्गको पनि छ, बोर्ड पनि छ कति सालमा बनेपा सिन्धुली बर्दिवास पहिरो रोकथामको लागि भनेर बनाएको भनेर राखेर चाहिँ यहाँ कहाँ बनिरहेछ, त्यहाँ अगाडि चाहिँ बनिसकेको रहेछ होइन। यहाँ यस्तो यहाँ गोर्खाली सेनाहरू तरबारहरू खुडा तरबारहरू छ, यहाँ चाहिँ बनिसकेको रहेछ। यहाँ चाहिँ दिदीहरू आन्टीहरू फोटो खिचिरहनु भयो। यहाँ कसरी लड्यो भनेर चाहिँ अङ्ग्रेजसँग कसरी लड्यो भनेर एउटा उमा चित्र बनाएर कोरिएर राख्थ्यो है। ढुङ्गा मुढा गुलेली घुँयत्रो के छ सबले हानेको होला। पानीले डिस्टर्ब हान्दैन मलाई, खतरा पानी परेर होइन भिजाइदियो मलाई सर्लक्कै। रेनकोट थियो सँग चाहिँ रेनकोट भयो भने ठुलो पानी आएपछि रेनकोटले के तान्थ्यो र होइन। अब यहाँ भिज्दै भए पनि अब मैले चाहिँ अब यात्रा अगाडि बढाइरहेको छु, तैपनि अझै पानी आउला जस्तो पुरै मौसम पुरै कालो भइरहेको कि पानी आउला जस्तो भइरहेको हुन चाहिँ। तैपनि अब अगाडि मेरो यात्रा चाहिँ अगाडि बढिरहेछ। अब सिन्धुली बजार पुग्न धेरै टाइम छैन होला, आउन थाल्यो होला सायद। अब लगभग अब धेरै टाइम छैन। अहिले चाहिँ म सिन्धुली बजारबाट अलिकति अगाडि आइसकेँ होइन। अब यो सनसेट पनि हुन थालिसक्यो, अब रात पर्ने बेला भइसक्यो। आजको चाहिँ यात्रा यहीसम्मको लागि है। अब बाँकी रह्यो भने भोलि पर्सि भेट्दै गरौँला है त। सी यू गाइज, स्टे ट्युन। फुल भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। साथसाथै च्यानललाई सब्सक्राइब र भिडियोलाई लाइक पनि गर्नु होला। आजको लागि यति नै, धन्यवाद।